हेलो एभ्रिवान, आज हामी चाहिँ है महोत्सव आएका छौँ। यो खोटाङ दिक्तेलको रेड पान्डा महोत्सव। यहाँ चाहिँ हजारौँ मान्छेहरू उपस्थित भइसक्नु भएको छ। यहाँ विभिन्न जात जातिहरूको चाहिँ प्रदर्शनी, आफ्नो संस्कार संस्कृतिको प्रदर्शनी भइरहेको छ। म तपाईहरुलाई प्रदर्शनी पनि देखाउने। प्रथम रेड पान्डा महोत्सव। ल यो चाहिँ चामलिङ राईहरूको चाहिँ संस्कार अनुसार प्रदर्शनी हुन गइरहेको छ। साकेला नाच। चाहिँ नेवारी वेशभूषा। तपाईहरु नेवारी है? विशेष गरी मेरो साथी चाहिँ यहाँ महोत्सवमा भेटे। गुरुङ समुदायका है? हामीले यसो राडी पाखीहरु लिएर स्टलमा हैन। ए राडी पाखीहरु लिएर संस्कार अनुसारको व्यापार पनि गर्नु आउनु भएको हैन? धन्यवाद। यो गुरुङ समुदायको हैन त? रामाबेसी हौचुर देखाउनु भएको रहेछ। उहाँ चाहिँ गुरुङ समुदायको प्रदर्शनी गरेर सेक्पा बोलिरहनु भएको छ। दिदीले चाहिँ जाँड छान्दै हुनुहुन्छ है? कोदोको जाँड है दिदी? यो तपाईँ चाहिँ कुन थरी हुनुहुन्छ? हाम्रो आदरणीय मामा भुपू ओडाध्यक्षज्यू, उहाँले कोदोको जाँड खाएर पैसा तिर्दै हुनु। ल प्रथम रेड पान्डा महोत्सवमा मतवालीहरूको बक्सी प्रदर्शनी। गुरुङ जातिको हो यो? मतवाली भनौँ न, सबैजना पर्छ नि होइन? मतवाली हामी सब। खिलाबेसी गाउँपालिका गोपेनीदेखि आउनुभयो। धन्यवाद। ल हुर्लुङ नाघीदेखि भन्दा केही मासतिर चाहिँ यसरी रमेत हेरेर गरिरहनु भएको छ। खस छेत्री समुदायको दिदीबहिनीहरू चाहिँ यसरी नाच्दै हुनुहुन्छ। एकदम धेरै रमाइलो गर्दै हुन्छ। तपाईँ मेरो दाजुहरू पनि यता। हेलो, कतिखेर आउनुभएको? चामलिङ राई समुदायका साथीहरूले साकेला नाच प्रदर्शन गरिरहनु भएको छ। र हुर्लुङ को चाहिँ हामी थुम्की भन्दा मासतिर छौँ। र हाम्रो साथीहरू हुनुहुन्छ सुसन राई भाइ, गोरे भाइ, बुद्ध लिम्बू भाइ, शेर्पा गुरुङहरूको चाहिँ यो मन्दिर। साथीहरू चाहिँ धान काटेर बसिरहनु भएको छ। 2082 सालको सम्पूर्ण मेरो शुभचिन्तकहरूलाई चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ वर्षको धेरै धेरै शुभकामना। जाँदै गर्दै हुन्छ। यहाँ चाहिँ हुर्लुङ गढी पहिला चाहिँ बुट टालिन्थ्यो होइन? मैले पनि टाल्थेँ। जङ्गली सुनाखरी हो नि क्या सबै। लगभग 5 प्रजातिका छ। त्यो विश्वमा चाहिँ 800 भन्दा धेरै प्रजातिका छन्। त्यसमा 450 भन्दा धेरै प्रजातिको नेपालमा पाइन्छ है। मेन चाहिँ हामीले यहाँ राख्नुको कारण चाहिँ यसलाई जोगाउनुपर्छ, संरक्षण गर्नुपर्छ। डेकोरेसनको लागि, सजाउनको लागि प्रयोग गरिन्छ नि त। वर्षदेखि 10 वर्षसम्म जेल अथवा 5 लाखदेखि 15 लाखसम्म चाहिँ जरिवाना अथवा दुवै हुन सक्छ। हामीले घरमा सजाउनको लागि जनचेतना त्यही बारेमा दिनुपर्छ।
भनेको छ, त्यही संरक्षण गरौँ भनेर चाहिँ विशेष रूपमा चाहिँ हामी लागि परेका छौँ। धन्यवाद सर। हजारको भिडमा नयाँ वर्ष 2082 सालको अवसरमा प्रथम रेड पान्डा महोत्सव डिक्टेल रूपाकोटमा झगडी नगरपालिकाको आयोजनामा र यहाँ चाहिँ चामलिङ राईहरूको चाहिँ संस्कार अनुसार राम्रो ड्रेस छेत्री खस ड्रेस हो यो। ए ल धन्यवाद। तामाङ समुदायको उहाँ के हुन्छ। अब म चाहिँ तलतिर जाँदैछु। राष्ट्रिय कलाकार दयाहाङ राई आउनुभएको छ है। प्रथम रेड पान्डा महोत्सव 2082 वैशाख 1 गते। प्रचण्ड राईलाई यो चेक र नगद हस्तान्तरण गरिदिन हुनको लागि नगर प्रमुख शासनको केन्द्र हामी सबैको महानायक चेक प्रमाणपत्र सम्मान गरिदिनुलाई म महानायक दहाङ राईजीलाई रेड पान्डा खोज अनुसार चेक र सम्मान पत्र समेत दिइदिन हुन हार्दिक अनुरोध गर्दछु। 30 जना साथीहरू हुनुहुन्थ्यो, त्यसमा धेरै साथीहरू छुट्नु भएको छ। सबभन्दा सुरुमा हामीले घोषणा गरेर गएका थियौँ, सबभन्दा सुरुमा देख्नु हुनलाई रु 10,000 नगद सहित सम्मान गर्ने पुरस्कृत गर्ने भनेर छ। प्रचण्ड राई भाइले आज 10,000 प्राप्त सहित सम्मान पनि पाउनु भएको छ। सम्मान पत्र दिइरहेको लागि म तपाईको ठुलो फ्यान हो। म नाङ्गा गाउँ हेर्ने मान्छे, काठे जारी मुभी हेर्ने मान्छे मै हो। यता हेर्नु न पनि फ्यान हो के कस्तो बिजक भइरहेको छ यहाँ। यता 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 हो। समय सम्पूर्ण धन्यवाद। अब हाम्रोलाई सबैलाई धन्यवाद छ। प्रथम रेड पान्डा महोत्सव चाहिँ यही समापन भएको घोषणा गर्दछु। धन्यवाद। मेरो भिडियो हेर्नुहुने सम्पूर्णलाई लाइक शेयर सब्सक्राइब गरिदिनु भन्दै म बिदा चाहन्छु। नमस्कार।